छ छ। अब यो चुनावको माहौल पनि एकदम नजिकै छ अनि हर्कको के छ त हौ माहौल यसो हर्क सरको? हर्कसम्मको त अनि माहौल बढेर अब त्यो सिँदुर गाजल गरिदिने मात्रै हो, त्यो फैसला गरिदिने बाँकी हो। अब जे चुनाव निश्चित जित्ने क्लियर भएको छ। अब ढुक्क छ, केही टेन्सन माग्नु पर्दैन। मेरो विचारमा भोट माग्नै पर्दैन। अब जनता आफ्नो ठाउँमा चाहिँ सुरक्षा छन्। त्यो भनेपछि 100%। 100% हो, 100% हो। अरूले गफै नगरे नि हुन्छ, 100% हो। 100%। सबै हामीलाई थाहा हुँदैन, जनता सबै म त घर 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 कुदिरहेको छु। घर घर यहाँ चाहिँ हजारौँ मत हामीसँग चाहिँ जनताहरूले भनिरहेको छन्, कहिले आउँछ कहिले यो चुनाव आउँछ, यो चाहिँ सकिहाल्यो नि हुन्थ्यो। हर्कसम्मलाई विजय गरेर फुलमाला गरेर चाहिँ हाम्रो चाहिँ ठाउँ बनाऊ, उसलाई चाहिँ देश बनाऊ। यो खानेपानी खुवाएको छौँ, यस्तो महामारीमा पानी खुवाएको छ, जनताले सबै रुवाबासी छ। हर्कसम्मलाई जिताउन पाए हुन्थ्यो। अरू सबै अरूलाई सबै बाइपास भनेर भनेको छ। त्यो हामीलाई ढुक्क छौँ, हामी जित्छौँ भने 100% छ। भनेपछि हर्क साम्पाङलाई जिताएर माथि पुर्याउन पाए देशको निकास हुन्छ भन्ने धारणा छ सबैको है? देखियो त अमेरिकन सेनाहरू अब त्यहाँ हर्कसम्मले जुन लिड गरेका थिए, उनले गरेका कुरामा चाहिँ आज अस्ति देखियो त तपाईँको चाहिँ अब सैनिक दिवसको दिन तपाईँको चाहिँ अब पुरै चाहिँ अब अमेरिकन सेनाहरूले परेड खेल्नको चाहिँ देखेँ त। भनेपछि अब हामीले क्लियर थाहा भइसक्यो। अब भनेको हर्कसम्मले बोलेको कुरा चाहिँ सही रहेछ। अरू भनेको सबै ढाँटिएर छ। कुनै दिन विदेशीलाई सम्पिने रहेछन् देश। अब हर्कसम्मको पथमा गएन भने देश अब भर्खर जाने रहेछ, जनताले दुःख पाउने रहेछ भन्ने कुरा क्लियर भएको कारणले गर्दा आज हर्क माया हो। सबै यो देश यहाँ मात्रै होइन, सुनसरीको कुरै छर्दिनमा सबै कति यहाँ त 100 सिटमा अब हेरिराख्नु न कति बहुमत कसको आउँदो रहेछ हेर्दै जाउँ। सबै हर्कमाया हो, देशै व्यापी हर्कसम्म। त्यसै हर्कमाया। अनि हर्केले 3 सिट मात्र ल्याउँछ भनेर दावेदार गर्छन्, के होइन भन्नु? ती फटाहरू हो, ती हिजो खाना चुस्ने पल्केका ती नेताहरू भन्नेले त्यही भन्ने हुन्। एजेन्डा के ल्याए त अहिलेसम्म चाहिँ कुन पार्टीले एजेन्डा के ल्याए त? धरानको मातामा भनौँ, खानेपानी, एयरपोर्ट, हिजो हरेक कुरा भन्दै नि अब त्यो पनि हराएछ। कुनैले ल्याए त घोषणा पत्रमा? मैले यो भनेको त 1 वर्ष अगाडि भनेको थिएँ त, एजेन्डै छैन भनेको थिएँ। आज जनतालाई ढाँट्दा गर्थे, पर्दाफास भयो। हर्क साम्पाङले गरेको कुरा चाहिँ सही निर्णयमा गयो। अब देश हर्क साम्पाङको खम्बा हिसाबले अब देश चल्नुपर्छ भन्ने पक्षमा हामी छौँ। हुन्छ। अनि तपाईँको अब हर्केले देश सबै हाँकेपछि त पुराना नेताहरू त अनि बिचल्नी हुने भयो त के जाख्नुपर्छ त फटाहरूलाई। तपाईँ भ्रष्टाचारीहरूलाई जाख्नु पर्दैन त? हिजो जेनजीले गरेन? जेनजीले के चाहिँ तपाईँको चाहिँ यो 84मा चुनाव हुने 82मा सार्यो। अब जनतालाई अहिले जेनजीहरूले त राम्रो काम गरेको हो, तर किनभने अहिले जेनजीहरूलाई कस्तो अलपत्र बनाएर आएको छ हेर्नुहोस्। त्यो कुरामा चाहिँ सबभन्दा सहमति भनेको चाहिँ कपाल काटेर जेनजीहरूको पक्षमा चाहिँ 76 जना मान्छेहरू तपाईँको चाहिँ त्यहाँ चाहिँ भन्दै हुँदो उहाँहरूले चाहिँ आहुति दिनुभएको छ जीवन। तर के भने त्यो सबभन्दा बोल्ने कुरा चाहिँ तपाईँ हर्क साम्पाङले मात्रै ती जेनजीहरूको मान राखेको छ, अरूले राखेको छैन। हामीलाई सबै थाहा छ। अरू सबै प्लान अब माओवादी भनौँ, हामीले माओवादीलाई नै राम्रै भन्दै थियौँ। 64मा देखे हो 119 सिट कति दिएको थियो, तर अब भनेको चाहिँ 19 सिट होला। अब त्यो त्यति नै पत्याउँदिनँ होइन। त्यो सामने पार्टीसँग त गरेर 30-35 त आउला। अब त्यो पनि सकिएको पार्टी। अब कुरै छोडिदिउँ। धरानमा त झन् माओवादीको नाम पनि छैन। अब तपाईँको झन् अहिले त अब काबा आइन्द्र बेगाजी हुनुहुन्छ अब मेयर भनेर, उहाँ पनि अब हिजो हामीले भेटघाट गऱ्यौँ। टेन्सन नलिनुहोस् है, हामी पनि छौँ है, यसो सहयोग चाहिँ गर्छौँ। राम्रो काम गर्नुहोस्, राम्रोलाई राम्रो भन्नुहोस्, टेन्सन नलिनु भनेको। धेरै टेन्सन मान्नु थियो। म त दुनियाँले थुकिसकेँ भन्नु थियो। अब राम्रो काम गर्नु किन थुक्नु? राम्रो काम गरेर अगाडि जानुहोस् भन्ने पक्षमा हामी छौँ। नराम्रो काम गर्नुभयो भने तपाईँलाई थुक्छन्। अब भनेको चाहिँ हर्क साम्पाङको पथमा हिँड्नुहोस् र मेयर फेरि पड्काउनुहोस् है भन्ने चाहिँ हाम्रो काबा अध्यक्षज्यूलाई पनि मेरो चाहिँ अब सम्मान र अब मेरो सुझाव सल्लाह छ। भनेपछि आन्द्र विक्रम पनि के अरे हर्क साम्पाङतिर आउँ जस्तो पो मन हुँदैछ होइन? अनि धरानमा उपाय छैन। अनि नेपाल कम्युनिस्ट पार्टीको चाहिँ के छ त भन्नु त? हिजो माओवादी भनेर चाहिँ भन्ने, जनताहरू तपाईँ लडाउने, आज नेपाल कम्युनिस्ट टाढोमा जाने छेपार गर्नु, फेरेको गर्ने त आज कति सिट ल्याउँछ भन्नु त? बहुमत ल्याउँछ त? जनताले त्यो तपाईँको लाजको पसारो आज छ त देशमा? खोइ त हराइसक्यो त। अब हेर्नु त टाढोको कुरै आउँदैन काहीँ पनि। अनि यहाँ चाहिँ तपाईँको चाहिँ अगाडि बढ्छ भन्ने छ त? हर्क साम्पाङले अगाडि जित्नै पर्छ अनि मात्र देश अगाडि बढ्छ भन्ने चाहिँ हामीलाई क्लियर थाहा छ र आज जनता उठेको हो। भनेपछि हाम्रो सपोर्ट हो 100% जित्ने नै हो। 100% फुलमाला मात्र लाउन बाँकी हो। 100% भनेपछि अब हर्कमाया जीवन हुने भयो। घोषणा पत्रमा के अरे घोषणा गर्न मात्रै बाँकी हो। अब उहाँको विजय हो। जनताले भोट हाल्छ, हामीलाई क्लियर थाहा छ। जनताको सुखका दिन आए। अब आए घर घर कुदिया छौँ। उहाँले बोलेको कुरा राइट र छ त। हिजो पानी खान नपाउँदाखेरि उहाँले चाहिँ अब ती कर्मचारीहरूले भनाइ गर्दाखेरि ऊ
त्यहाँ चाहिँ तेरो जागिर छोड, त्यो जनतालाई पानी किन दिनुहोस् भन्दाखेरि लाग्थ्यो, आज टेरे त अस्ति हाकर मचाइ त हाल्यो। अब फेरि चुनाव पछाडि फेरि हाकर मचाउँछन्, यो ट्याङ्कर सुरु हुन्छ है। यो कुरा मैले बोलेको कुरो हो कि होइन भन्ने कुरा छ। सचेत जनताहरू तपाईँहरूको समयलाई जिताएपछि मात्रै यो पानीको पनि समाधान हुन्छ भन्ने हामीलाई थाहा छ। पानी प्रशस्त छ, तर तपाईँ यो मिलाउने भनेको त तपाईँहरू उहाँहरूले नजाने कारणले गर्दाखेरि आज हर्कसम्मले मिलाएको कारणले गर्दा जनताले पानी खाएको रहेछ, तर यिनीहरू मिलाउने जान्दैन, अल्छीपन छ। हिजो सरन्दामा यत्रो जनताहरूले पाइप ल्याएर चाहिँ अब हाम्रो त 3-3.5 वर्ष कुदिएको छौँ हामी त। अब उहाँहरूले चाहिँ जसले पानीको एउटा पाइप तानेको छैन त्यही मान्छे चाहिँ गफ ठुलो गर्छ। अब भनेको त्यस्ता गफ गर्ने दिन गए, हामीले दुःख गरेका छौँ। अर्को समूह जिन्दाबाद भन्ने चाहिँ हाम्रो बनायो। भनेपछि प्रचण्ड केपीहरू के हुन्छन् अब तपाईँ? प्रचण्ड केपी शेरबहादुर कुरै छोडिदिनु हो। यो कुनै हालत उनीहरूको के कुरा गरिराख्नु हो, यो कुरै छोडिदिनु। बरु हाम्रो कुरा गर्नु कि उनीहरूको कुरा नगर्नु, उनीहरूको कुरा नगरे भनेपछि उनीहरूको बारेमा चाहिँ कुरै गर्न बरु मान्दैन। हाम्रा कुरा जनताले गर्दा भयो, यो चाहिँ ठिक रहेछ भनेर भन्नु। प्रचण्ड केपी शेरबहादुर देउवाहरू भनेको चाहिँ यो सबै चाहिँ अब ख्याल लागिसक्यो कि ख्याल लागे मान्छेहरूसँग गफ नगरे हुन्छ। महेश बस्नेतलाई चाहिँ के भन्न चाहनुहुन्छ? महेश बस्ने त झन् के हो, त्यो हाको तालमा अब चाहिँ ऊ गुन्डा प्रक्रियाले अगाडि बढ्ने मान्छे हो, विकास जिरो हो। अब एउटा कताडा मनोमनको पालामा कमसेकम तपाईँको चाहिँ 100 रुपियाँले चाहिँ अब तपाईँको काम सुरु गरेको रहेछ। यसो चाहिँ वृद्ध भत्तामा तिनीहरू त्योभन्दा एजेन्डा के छ त भन्नु त? त्यो एजेन्डा अहिलेसम्म तपाईँको खाए त 35-40 वर्ष तपाईँको जब जान आँट्यो त्यो एजेन्डाले अहिलेसम्म खाएका रहेछन्। हेर्नुहोस् तपाईँ घुमाइ जनताको कर खाएर गरे मान्छे अब जनताले पत्याएन। नपत्याएपछि अब देश भनेको श्रमदान नगरिकन अब देश अगाडि बढ्दैन भन्ने कुरा चाहिँ विदेशीहरूले पनि विदेशमा जाने सबै अहिले किन लाइन छ त हेर्नुहोस् त। ऊ तपाईँ प्लेन टिकट चाहिँ नपाउने अवस्था भइसक्यो, अब माटोमाया भइसक्यो देशै। तपाईँको चाहिँ अब सबै आएका छन् भोटाललाई, सबै छोटिएर आएका छन्। तपाईँको चाहिँ अब 1 महिना 1.5 महिना चाहिँ अब ढिलो छ भने पनि छोटिएर सबै बाहिर भन्ने नेपाल आइसके। अब बाहिर जाने चाहिँ जनताका छोराहरूले बुझिसके। अब उनीहरू चाहिँ हामी जतिको बाठा त रहन्छन् यिनीहरू भने बस्दा केपी ओली प्रचण्ड र शेरबहादुर भन्दा हामी चाहिँ अलिकति चाहिँ देश चलाउन सक्ने चाहिँ हाम्रो खोपी छ कि जस्तो चाहिँ हामीलाई लागिसक्यो र यिनीहरू सक्ने रहन्छ भन्ने कुरा प्रष्ट चाहिँ अब जनताले थाहा पाइसक्यो। अनि तपाईँको रवि बालेनहरूको चाहिँ के छ? उहाँहरूले केमा गलत गर्नुभयो भने म एकदम मान्ने थिएँ, यी बारू हो। तर उहाँहरूको गलत के छ भने नि हर्क सम्बन्धमा हामीले किन तपाईँको समर्थन गऱ्यौँ भन्ने कुरा चाहिँ भन्नुहुन्छ भने नि तपाईँको एनसीसीको बारेबाट मुर्दाबाद भन्नु अथवा तपाईँको चाहिँ भन्दाखेरि उहाँहरूले बोल्न सक्नुभयो त? उहाँले के भन्नुभएको छ हर्क सम्बन्धको चाहिँ प्रष्ट चाहिँ भिजन मैले चाहिँ कसरी बुझाएको छु भने बसौँ न त, प्रचण्ड बसौँ, केपी ओली बसौँ, तपाईँको चाहिँ के अरे सबै शेरबहादुर बसौँ, रवि लाम्छाने बसौँ, बालन शाह बसौँ। तर तपाईँहरूले यो एजेन्डा के हो भनेर चाहिँ लु बसेर चाहिँ एउटा बस गरौँ न त भनेर सक्नु भएको छ त उहाँहरूले। भनेपछि उहाँहरूले चाहिँ जनताको कर बाँडिदिने, जनतालाई मात्रै अनि तपाईँको चाहिँ समस्या बनाउने, अनि जनताको कर चाहिँ अब गम खाने, जनतालाई ऋण बनाउने मात्रै हो त। उहाँको दिमागले अब देश थाम्दैन। श्रमदान चाहिँ अब देशमा श्रम नगरिकन देश अगाडि बढ्दैन। आफ्नो चाहिँ अब बाली नालीमा उत्पादन नगरिकन देश अगाडि बढ्दैन भन्ने कुराहरू सब थाहा पाएर हर्क साम्पाङले जुन कुरा बोलेका छन् यो कुरा मलाई सही लागेर तपाईँको हामीले उहाँको भिजनमा रोजेर हिँड्यौँ। नभए त हामी पनि हिजो बसेका थियौँ, हरेक पार्टीमा हामी चाहिँ असममा बसेका थियौँ। तर उहाँको भिजन जस्तो राम्रो कुनै पार्टीले नल्याएको कारणले गर्दाखेरि हर्क साम्पाङले देशमा विजय हुनुपर्छ, उहाँ अग्रज हुनुपर्छ भन्ने पक्षमा हामी लाग्यौँ। चाहिँ रवि बालेन पनि उफ्रिने मेला मात्रै हो। त्यति नै उहाँहरूको पनि भिजन त हाम्रो भएन नि त। यहाँ सुन्नु न, उहाँले एउटा कुरो हो, हर्क साम्पाङले एउटा मोकेट खोल्ने मान्छे काठमाडौँमा 50,000 तपाईँको चाहिँ उहाँले 1 महिनाको तलब दिनुभयो नि। त्यो कोही रुइरहेको थियो, त्यो ठेलावाला मान्छेले मोकेट खोल्ने मान्छेलाई उठाउँदाखेरि दिनुभयो भने त्यतिखेर हर्क साम्पाङले चाहिँ सहयोग गर्ने। अनि बालन शाहले चाहिँ तपाईँको चाहिँ अनि उहाँहरूलाई तपाईँको कमसेकम चाहिँ एउटा सान्त्वना दिनु पर्दैन। तपाईँहरूलाई यो अवस्था अहिले यो भोलि तपाईँहरूलाई फेरि गरिब दुखीकै हामी छौँ भन्ने कुरा त त्यहाँ देखिएन। अनि दोस्रो कुरा के छ भने तपाईँ बालन शाहहरू जब काठमाडौँबाट छोड्नुभयो नि जानुभयो नि झापा 5, तर के छ भने त्यहाँ त अहिले पनि ग्यारेन्टी छैन। अहिले समीर तामाङले त्यहाँ जित्ने सम्भावना बढिरहेको छ। हेर्नुहोस् त्यहाँ जनताले त्यो माहौल बढिरहेको छ भनेपछि भोलि बालन शाहले हार्दाखेरि कमसेकम इलेक्सनलाई एफसिडी तपाईँको चाहिँ अब हाम्रो चाहिँ अब भने नि केपी ओलीले चाहिँ अगाडि बढे एकछिन लागि, अथवा तपाईँको चाहिँ हाम्रो समीर तामाङ फर्स्टमा हो, सेकेन्डमा तपाईँ केपी ओली, लास्टमा चाहिँ तपाईँको चाहिँ कमसेकम बालन शाह पुगे भने तपाईँको उनको त राजनीति सक्यो त देशमा।
सकियो। उनको भिजन त सकियो होला नि त। भनेपछि के छ भने उनको सुरक्षा थियो भने काठमाडौँबाट उठ्दा हुन्थ्यो नि त त्यही ठाउँबाट। उहाँ पतन किन हुनुभयो भन्दा सुकुम्बासी चलाउनु भयो, कहिले कहिले कसलाई चलाउनुहुन्छ, कहिले कसलाई चलाउँदा चलाउँदै उहाँको पतन बाटो रोजेको कारणले आज यहाँ तपाईँको चाहिँ झापा पाँचमा आएको होइन र। अब कुरा त यहाँ ठुलै हुन्छ नि। अब उता जित्न सक्दिनँ, मलाई भोट दिँदैनन् भन्ने हिसाबले झापातिर आएर जुधेको जस्तो देखियो होइन। त्यस्तो देखियो। केपी ओलीसँग चाहिँ भनेको चाहिँ उहाँ चाहिँ प्रधानमन्त्री देशको चाहिँ 5-7 चोटि खाएको मान्छे हो। उहाँसँग लड्दा चाहिँ हार्दा पनि स्वाद आउँछ भनेर उहाँ आएको। हामीलाई थाहा छ नि त। अब त्यहाँ चाहिँ फेरि हाम्रो पनि समीरजी हुनुहुन्छ। समीरजीको त बाटो राम्रो आइसक्यो, जित्नेसम्म नै बढेर गइसक्यो। अहिलेको माहौल हेर्नु भने यस्तै खालको चल्यो भने उहाँले चाहिँ फर्स्टमै हो, सेकेन्ड केपी ओली थर्डमा मात्रै पाल्दैन हो। त्यस्तो अवस्था आइसकेको छ। अब त्यो अवस्था भनेको त अब पैसा जति खनाए पनि अब जनताले टेर्नेवाला छैनन्। अब भनेको जनताले माटो माया, देशै माटो माया भयो। अब चुनावै हुन दिनुन् भन्ने चाहिँ भिन्दै कुरा हो। अझै पनि अब 15-16 दिन छ। अझै अब हामी सङ्ख्या थोरै चाहिँ हामीलाई अझै पनि छ होइन। नभए अब तपाईँको माटो माया देश भयो भनेर त्यस्तो अवस्था छ। अनि माटो माया भएन भने चाहिँ के गर्नु? होइन, हुन्छ हुन्छ, हामीलाई थाहा छ। यो कुरा पनि तपाईँ 70-80 सिट भन्ने ठुलो कुरो होइन। तपाईँ ग्यारेन्टी तपाईँ यो अगाडि बढ्छ, जनताले भोट हाल्छन्। माहौलले हेर्नु न, अरूले चाहिँ मासु भात खुवाएर तपाईँ गाडीको पैसा तिरेर तपाईँ पेट्रोल हालिदिएर मोटरसाइकलमा पेट्रोल हालेर बसको फ्री गरेर आउँदाखेरि तपाईँ त्यति मान्छे हुँदैन। घरको सामानले हो ल आउनुहोस् है भन्दाखेरि तपाईँ हेर्नु त त्यहाँ चाहिँ 20,000-50,000 मान्छे चाहिँ जम्मा हुन थाल्यो भने किल्लो हुनु न। तपाईँ कुरो बुझ्नु न भनेपछि गाईबस्तुले पनि माटो भन्न थालिसक्यो। सबै 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 डाङ्गो माटो बेकार हुँदैन। तपाईँ टेक्नुहुन्छ माटो, यहाँ सबै त्यो नेताहरू सब माटो टेक्छन्। माटो बेकार त कामै छैन भनेपछि उत्पादन हो। उत्पादनसँग जोडिएको हरेक कुरामा चाहिँ गर्दाखेरि अब भनेको चाहिँ माटोमय देश भइसकेको कारणले गर्दा सबै नेताहरूले हर्क सामुलाई भोट हालेर, सबै नेताहरू म धरानको पनि भन्छु, हाम्रा जति उठ्नु भएको छ 26 जना 25 जना बाहिर हुनुहुन्छ, सबैले हाल्नुहोस्, हर्क सामुलाई भोट हालेर जिताउनुहोस्। अब उपाय कसैको छैन। तपाईँहरूले त्यो गठबन्धन के भन्छ नि, तपाईँहरूले गरेर केही वाला छैन। किनभने तपाईँहरू नेता हो, नेतालाई तपाईँको चाहिँ अब टेर्दैन कसैले। तपाईँ भोटर भनेको अर्कोपट्टि छ, नेता तपाईँ सबै गठबन्धन गर्नुहोस्। गठबन्धन गरे पनि तपाईँ हर्क सामुलाई जित्ने अवस्था छैन। बरु उनीहरू चुनावमा लड्नुभन्दा हर्क साम्पाङ लगाएर भोट लाउँदा सहयोग गर्दा हुन्छ। भोट लगाउँदाखेरि बरु शान्त मिल्छ होइन। सबै मिलौँ, कसरी हुन्छ मिलेर भाइचारा एउटा नीति बनाउँ, सबै के गर्दा राम्रो हुन्छ। तपाईँ अगाडि बढ्नु भने हामी यसरी सहयोग गर्छौँ, यसरी विकास गरौँ भनेर गयो भने चाहिँ हामी पत्याउँछौँ। हिजो राजनीतिक दलले भनेको होइन, एयरपोर्टको कुरा भन्नुभएको, आज किन तपाईँ घोषणापत्र कहाँ गए? मैले बोलेको यो 2 वर्ष अगाडि होइन, आज यो घोषणापत्र फाल्छन् भनेको त हो कि होइन? यिनीहरू त भोट जित्नको लागि जे पनि गर्दा रहेछन्। त्यस कारणले गर्दा खानेपानीको नारा थियो, अब त्यो पनि सकेनन्। अब 40 किलोमिटरको पानी आयो, अब तपाईँको उनीहरूले गर्न सकेनन्। अब के भन्छन् भने बीच बाटो बनाइदिन्छु अरे कालो बन्दर के भन्छन्। तपाईँको चाहिँ पानी यहाँबाट सुरुङ मार्ग के गर्छ, त्यस्ता धुती लुटे कुरा नगरे हुन्छ। जनताले पत्याउँदैन। ढुक्क हुनुहोस्। अब भनेको चाहिँ हर्कमय भइसकेको छ। चबलाएर घरमा सुत्नुहोस्, खर्च नगर्नुहोस् भन्ने चाहिँ मेरो भनाइ छ। अब त तपाईँको बरु भोटै नलड्यो डाइरेक्ट हर्केलाई नै दिँदा पनि फरक पर्दैन भन्ने कुरा छ। सबै नेताले दिनको उम्मेदवारले हाल्नुहोस् भन्ने सकेन भने त सबै हर्कमय खलास। देशै देशै हर्कमा जय हर्क साम्पाङ, जय माटो।